नमस्कार सबैजनालाई शुभ बिहानी पनि। अहिले हामी नाट्य यात्रामा छौं। बिहान उठ्ने बित्तिकै हाँडीमा यसरी मकै पाक्दैछ, त्यो पनि आँगनमा यसरी बनाइएको चुलोमा। चुलो कसरी बलिरहेको छ, दाउराबाट बलिरहेको छ। ओके, मकै खाँदै आज हामी कहाँ जान्छौं, के गर्छौं, यात्रा कसरी गर्छौं, जाउँ है त सँगसँगै। हामी चाहिँ सिराइचुली होमस्टेमा बस्दै नै हिजो नाटक गर्यौं। अब हामी जाँदैछौँ काउले। यहाँ राम्रो छ, बस्नु जान्छौँ बिहानसम्म हामीले हैन। मजाले मकैको भुटेको मकै अरे मकै सबै खायौँ। सिस्नो पनि यहाँ मजाले बारीमा फलिरहेको छ। तपाईँ पनि आउनुहोस् होला, नजिक छ काठमाडौँबाट। मौसम चिसो छ, अलिअलि घाम पनि लाग्न लागिरहेको छ। डाँडामा छ नि त, हावा चल्छ नि त। अनि हामी यहाँबाट अर्को ठाउँमा नाटक मञ्चन गर्नको लागि जान लाग्दैछौँ। हाम्रो पहाडी घोडा यहाँ तयार अवस्थामा छ। त जाउँ है त। मेरो नाम गोविन्द ओली हो, म नाटक गर्छु। एक्टिङ गरेर देखेको सुशीला हो है। म सुशीला हो, यो सुशीलाको हातमा भएको फुल भन्नु पर्यो नि त गाडी, तर मेरो भेट्टाउँछ नि उसले। पहिलोचोटि हाम्रो सामान किनेको भाइहरू त्यहाँ पछाडि बसिरहेको छन् हैन, हिरोहरू बनेर। खादा खाएको छ कि छैन, हेरे मात्रै कि खाएको पनि छ। अहिले हामी चितवन जनप्रिय माविको प्राङ्गण नाटक सट्टापट्टा गर्नका लागि आइपुगेका छौँ। मजाले देख्न सक्नुहुन्छ यो पछाडिको स्कुल हो, अनि स्कुलको प्राङ्गणमा चाहिँ हामी नाटक सट्टापट्टा गर्दैछौँ। यो नाटक चाहिँ बच्चाहरूको लागि पनि हुन्छ होइन। अनि वरिपरि पहाडले ढाकेको छ यसरी मजाले, अनि बिचमा चाहिँ चौर र स्कुल छ। हामी नाटक गर्छौँ, कहिले बन्द रङ्गमञ्चभित्र नाटक गर्छौँ, कहिले मुक्त रङ्गमञ्च अन्तर्गत नाटक गर्छौँ, र मुक्त रङ्गमञ्च अन्तर्गत हामी विभिन्न ठाउँमा समुदायमा नाटक लिएर पुगिरहेका हुन्छौँ। र यसरी हामी नाटक लिएर यात्रा गर्दाखेरि हामी होहल्ला भएको ठाउँमा नाटक गर्दैनौँ, कुनै पनि मेला लागेको ठाउँमा नाटक गर्दैनौँ, सडकमा चोकमा हामी नाटक गर्दैनौँ जहाँ होहल्ला छ। हामीलाई नाटक गर्नको लागि खुल्ला ठाउँ, शान्त ठाउँ चाहिन्छ, जहाँ हामीले मजाले मुक्त रङ्गमञ्चको मञ्चलाई यसरी तयार गर्न सकौँ। जुन हाम्रो एउटा अभ्यास थियो पहिला, गोलो घेराभित्र नाटक गर्ने, सेतो घेरा बनाउने, अनि गोलो घेराभित्र कलाकारले अभिनय गर्ने र बाहिर दर्शक उभिएर हेर्ने, यो अभ्यासलाई हामी अब बिस्तारै छोड्दैछौँ। हामी चाहिँ मुक्त रङ्गमञ्च अन्तर्गत दर्शकको लागि छुट्टै मजाले व्यवस्थित रूपमा बस्ने ठाउँ बनाउँछौँ। कलाकारको लागि छुट्टै मञ्च, ब्याक स्टेजको तयार हुन्छ, र सङ्गीतको लागि छुट्टै एउटा सेटअप हुन्छ। यदि साँझको समयमा हामी नाटक गर्नु पर्यो भने हाम्रो लाइटको पनि व्यवस्था हुन्छ। मुक्त रङ्गमञ्च यसरी तयार हुन्छ। हामीले मञ्च तयार गर्दाखेरि भने हामी दर्शकको लागि पनि सँगै कुर्सी बोकेर यात्रा गरिरहेका हुन्छौँ। जो नाटक हेर्न आउनुहुन्छ उहाँहरूले व्यवस्थित रूपमा बसेर नाटक हेर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। मुक्त रङ्गमञ्चको मञ्च
साथीहरूको चाहिँ यहाँ भात खाने ओर्नेमा डिस्कस परिरहेको छ होइन। तर हाम्रो नाटक यहाँ सकिसकेको छ अहिले। मञ्चन यहाँ पछाडि चाहिँ यस्तो मजाले तुहालो लागेर, तुवालो होइन तुवालै हो, कुहिरो राति परिसकेको छ। नाटक गर्दाखेरि धेरै दुःख हुन्छ, पैसा पनि हुँदैन भनेर हाम्रोमा एउटा अर्को भनाइ स्थापित भइसकेको छ क्या। मलाई तपाईँहरूले कृपया यसको उत्तर दिनुहोला, के काम गर्दाखेरि चाहिँ दुःख हुँदैन र जहाँ सुखले काम गरेर मजाले पैसा कमाउन पाइन्छ, यस्तो कुनै काम छ भने कृपया मलाई तपाईँहरूले भन्नुहोस्, उत्तर दिनुहोस्, म पनि त्यही काम गर्छु। हैन भने म नाटकमा ठिक छु, म बाँचिरहेको छु नाटक गरेर। नमस्कार, हामी नाटक गर्छौं। आज हामीले नाटक गर्यौं पनि